अस्ति हामीहरूले कुरा गरेको थियौँ प्रोबेबली यो जोनबाट होइन यो ठाउँबाट यतातिरबाट चाहिँ एउटा रियाक्सन देख्न सकिन्छ होला भनेर चाहिँ कुरा गरेको थियौँ। अनि हिजो चाहिँ ह्यान्नीमै एउटा इन्डिसिजन क्यान्डल बन्यो, भोल्युमको साथमा थियो। त्यो चाहिँ आज अर्को एउटा ठुलो डाउनवर्ड मुभ दियो नेप्सेले। सेलिङ नै देखिन्छ होइन यसमा। अब भोल्युम सहित प्राइस घटेको छ। आजको भोल्युम 14 अर्ब, हिजोको भोल्युम झन् धेरै थियो, 16 अर्ब थियो। सो यसरी मार्केट घट्दै गर्दा अबको नेक्स्ट हेर्नुपर्ने के छ त भन्ने कुरा भयो कि। सो अब के हेर्ने त, कुन जोनलाई ध्यान दिने। सो अब भोलि सर्ट टाइममै रिकभर गर्न सक्यो यो जोनबाट भनेपछि त्यो चाहिँ बेस्ट केस सिनेरियो देखिन्छ अहिलेसम्ममा। तर यस्तो हुन सकेन, सर्ट रिकभरी दिन सकेन, उत्तिखेरै तलतिर पुग्यो भने चाहिँ नेप्सेले फेरि माथिको जोन रिक्लेम गर्न अलि धेरै टाइम लिन सक्छ।